जोस छ नाम कमाई गर्व गर्ने केही काम गर्नु छ गर त्यही सधैँ तिमी गर्ने जे मनमा छ अर्क पछि लाग्न छोड विश्वास तिमी भित्रै छ Kathmandu गरे आफै माथि विश्वास चाहनाले चुनेछ आकाश जिन्दगी यो हाम्रो एक दिन हाम्रै इशारामा हुन्न भन्ने सोच्छु भने तिमी कहिले सक्दैनौ आँट मात्रै गर्यो भने तिमी कहिले रोकिन्नौ Kathmandu मुना छैन भन्नु तर अरूको छैन भन्न म क्लासमा फर्स्ट भएँ आमा ओ माई गॉड कन्ग्रेचुलेसन्स छोरी कन्ग्रेचुलेसन्स बुढाले म त जान्छु पछि हुन्छ नि तिमीलाई Hi there, Kailash buddy. ओ हाई Hi. Hi there, Angita. Hi. ल जान्छ न Shame on you, Kailash. अनि भेट्ने होइन त तिमीलाई क्या मिस गरिरहेको छु मैले अनि त्यस्तो मान्छेले पहिले फोन किन नगरेको त कैलाश मेरो हातमा आज म हक गरेर माया गर न भोलि पर्सि म प्रेग्नेन्ट भयो भनेर चाहिँ मलाई भन्न हो यो कुरा चाहिँ तिमी आफै ख्याल राख अहिले नै मैले तिमीलाई भनिदिएको छु प्लिज एकताल हामीले पहिलाको जस्तै सल्नु भएर देखा त एकताल हाँस्नु Oh, this must be Sagarita, your daughter. Meet Carol. यो तुलसी पुस्तकबाट हालखबर एकदम ठिक छ मेरो त तिमी खै के भन्नु बरु हामी चिया खुवाउने एक कप हुन्न भइहाल्छ नि ए पुची रिकप चाहिएर आइज अनि तपाईँ अहिलेसम्म पनि मसँग रिसाइरहनु भएको पहिला पहिला जस्तो गरी मसँगै बसी चिया खान पनि हुन्न र त्यस्तो त होइन म किन रिसाउने तिमीसँग अनि तपाईँको पढाइ कस्तो चलिरहेको छ राम्रै छ पहिला भन्दा त मलाई सम्झाउनु भएन तिमीले किन सम्झेन नि मैले त सम्झेँ अब धेरै टाइमसम्म साथीभाइहरू भेटघाट नहुँदाखेरि कहिलेकाहीँ सम्झनु भइहाल्छ नि मैले त्यस्तो भन्न खोजेको होइन तिमीले त्यसमा के भन्नु खोजेको त प्लिज नरिसाउनुहोस् न मलाई यहाँ कस्तो भइरहेको छ रुन मन लागिरहेछ मेरो कुरा बुझ्ने पनि कोही छैन तपाईँले बुझ्नुहुन्छ कि भनेको त किन र तिम्रो त्यो इन्टेलिजेन्ट पढाएको साथी छँदै छ नि कि छोडेर गएको त्यसले सरी के भयो भन न मैले त उसले पनि मलाई मन पराउँछ भन्ने ठानेको तर मैले उसलाई विश्वास पनि कति गरेको थिएँ अनि त्यसपछि के भन्यो त उसले खै उसले त मलाई त्यस्तो नजरले कहिले पनि हेरेको थिएन अरे उसले त साथी मात्र ठानेको अरे अरे ऊ त्यस्तो छुन्छ त्यस्तो सेल्फिस हुन्छ भनेर मैले कहिले पनि सोचेको थिइनँ उसले त मलाई युज मात्रै गरिराखे जस्तो लाग्छ म पनि कस्तो मूर्ख होला उसको सबै कुरा बताएँ त्यति बेला नै तपाईँको कुरा सुन्नुपर्ने रहेछ किन केही नबोल्नु भएको केही त भन्नु अरू त के भन्नु सबै कुरा तिमी आफैले थाहा छँदै छ नि म त त्यही भन्छु बितेर गएपछि यो कुराहरूको चिन्ता गरेर दुःख गरेर केही फाइदा छैन
बित्ने कुरा त बितेर गइसक्यो बरु अब हामीले गर्ने भनेको ती बितेको कुराहरूबाट केही सिकेर अगाडि बढ्ने त हो नि होइन नभए छोड्दै त्यो कुरा चिया पनि अहिलेसम्म ल्याएन ए पुच्चे चिया लिएर आऊ त ओए 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 भाग 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 गुरु भाग हाई सबनम हाई दिपङ्कर ए तिमीसँग एउटा कुरा गर्नु थियो मलाई यार ओइ क्लास जान ढिला भइसक्यो एकछिन त्यो छ नि हाम्रो त्यो भान्डाहरू बाल्टाङ बुल्टुङ को बाल्टाङ बुल्टुङ मेरो आन्टीको बच्चाहरू क्या तिमी गाउँछ नि पढ्नलाई ए तिनीहरू भने ठिकै छन् हिजोदेखि पढाउनु थाले रमाइलो भइरहेछ ग्रेट अति गर्छ बच्चाहरू के घरमा थुप्रै पढ्दैन है हैरान गर्ने भने जस धन्न तिमीले कजा छ तिनीहरूलाई अनि साँच्चै मैले मेन कुरा भन्नै बिर्सेँ यार त्यो छ नि मेरो घरसँग जाने दाइ पनि के भन्छ बच्चा पढाइदियो मलाई कराइरहेको थियो है फेरि तिमीलाई थाहै छ मलाई फेरि यस्तो कुरा हुने चिज त हो फेरि ल ल मैले बुझेँ ठिकै छ अझै 1 घन्टा म्यानेज गरौँला नि ग्रेट दङ्ग पर्छ ल बुढा फेरि अब यस्तो के हैरान गर्छ बच्चाहरू घरमा पटक्कै पढ्दैन तिनीहरू दिपङ्कर थ्याङ्क्स यार थ्याङ्क्स के पनि फेरि होइन तिमीले मलाई एकदम हेल्प गर्यो त्यसको लागि थ्याङ्क यू सो मच अब आफ्नो घाँडो पन्छाएको भने तिमी अब थ्याङ्क्स भन्छौ भने अब यस्तो थ्याङ्क्स त म दङ्ग परेर पढ्नु क्या बरु साँच्चै तिमीलाई बरु मैले अरू केही हेल्प गर्न सक्छु भने यार प्लिज भन बस झन् मक्क पर्छ होला म अनि छ नि यसो गरौँ न होइन क्लास जानु भइसक्यो प्लिज के 1 कप चिया खाएर जाउँ न ए क्लास जानु पर्दैन भने एकछिन त हो नि ल ल ल मुना ए मुना ए तिमी आऊ भन तिमीसँग केही कुरा गर्नु पर्ने थियो भन नि के कुरा हो तर मलाई अलि हतार थियो तिमी आजभोलि जहिले पनि हतारमा हुन्छ त्यही त हो नि घरको कामहरू किन कुनै प्रब्लम छ त्यस्तो छैन खासै त्यस्तो केही पनि छैन अनि किन त आजभोलि तिमी क्लासमा पनि राम्रोसँग ध्यान दिनौ किन त्यस्तो भनेको त्यही त हो नि यो कुरा त सबैले याद गरिरहेछ तिमी पहिला कति राम्रो स्टुडेन्ट थियो आजभोलि त खै छोड्देऊ नि पढाइ सढाइ कुरा मलाई त झ्याउ लाएर आइसक्यो भने के भनेको त्यस्तो तिमीले यस्तो भन्छौ भने त मैले सोचेको पनि थिइनँ छोड न यो सब कुरा मलाई हतार भइसक्यो कि तिम्रो त्यही बोयफ्रेन्डले गर्दा त चेन्ज आएको होला नि होइन किन चाहियो तिमीलाई यो सब कुरा र यसबारे तिमीलाई कसरी थाहा भयो मलाई मात्र किन र यसबारे त सबैलाई थाहा भइसकेको छ तिमीहरू बाइकमा डुले होइन काठमाडौँ कति ठुलो छ र अनि म बाइकमा डुलेर तिम्रो चाहिँ टाउको किन दुख्यो नि टाउको साउको दुखेको होइन मुना हेर मैले त्यो केटाको बारेमा धेरै नराम्रो कुरा सुनेको छु तिमीलाई नै होसियार बनाऊ भनेर मात्र भनेको प्लिज तिमीले मलाई उसको बारेमा केही भनिरहनु पर्दैन बुझ्यौ बरु आफ्नो चियो चर्चो गर्ने बानी चाहिँ सुधार ऊ आफैलाई मतलब छैन भनेपछि मैले मात्र के गर्न सक्छु र जब ऊ आफै कुवामा फाल्न खोज्छ कसले के नै गर्न सक्छ र कसो खायो तिमीले मेरो बर्थडे भनेर के नि एउटा स्पेसल कार्ड मैले आफैले बनाएको मन पर्यो राम्रो छ तिमीले मेरो लागि बनाएको कार्ड पनि नराम्रो होला त
किन दुःख गरेर म तिम्रो बर्थडेमा तैँले पनि दिएको छैन तिमी कन्जुस भयो भन्दैमा म पनि हुनुपर्छ क्या हो ए साथी तिमीले मेरो बर्थडे कसरी याद भयो त्यो मैले मेरो सबै साथीहरूको बर्थडे डायरीमा नोट गराएको छु कि त्यही भएर मेरो बर्थडे त मेरो आमालाई मात्रै थाहा छ भन्ठानेको त तिमी घरमा मात्रै सेलिब्रेट गर्छौ हो होइन त्यस्तो त केही पनि होइन त्यही हो सेलिब्रेट भनेर त गर्दिनँ होइन बिहान आमाले पूजा गर्नुहुन्छ अनि मलाई मनपर्ने खाना बनाउनुहुन्छ आज मलाई एउटा आमाले ट्राभलग पनि दिनुभएको थियो मलाई पहिलादेखि मन परिरहेको थियो क्या त्यो ए त्यसपछि तिमीले अब खोजेको कुरा पायो आज त्यस्तै हो हाई कैलाश हाई Happy birthday. Yeah. Look what I have for you. Surprise. Yeah. Happy birthday. Thanks. You are a heck, what is in here? कैलाश मलाई लागि जान्छ म जान्छु ल पछि भेट्छौँ नि तिमी लौकी भाइ ओइ थ्याङ्क्स फर द कार्ड होइन मलाई आफ्नै हातले बनाइदिएको कार्ड होइन इट्स नाइस त्यसलाई पनि मेरो बर्थडे याद रहेछ है ए साँच्ची अङ्किता बहिनी जस्तै छ है बहिनी जस्तो अझै मुड ठिक छैन जस्तो छ तर केही छैन बारी छ नि यहाँ यो फुल देखेपछि यसको अफ मुड त अन नहुने चान्सै छैन नि हाय अङ्किता के छ तिम्रो हालखबर ठिकै छ के हुन्थ्यो ए त्यस्तो पो त्यस्तो कस्तो होइन मतलब ठिक हुनु राम्रो हो नि होइन त्यही भनेको प्लिज ब्यारी तिम्रो त टाइम पास गर्ने मुड छ भने अरू कोही मान्छे खोज है मलाई छेउमा पुच्छरको कुरा तन्काउनु मन छैन क्या त्यही भएर मलाई कस्तो एक्लै बस्नु मन लागिरहेको छ सरी होइन त्यस्तो मैले भन्न खोजेँ नि एक्चुली के भने म तिमीलाई यो ल्याइदिएको थिएँ थ्याङ्क्स खुसी भयो तिमी आई मिन यो देखेर खुसी भएन खुसी किन हुनु पर्यो र अब खुसी यो देखेर होइन अब खुसी हुनु राम्रो हो नि होइन त्यही भएर ल म जान्छु है त म होइन जानु पनि राम्रै हो ल जान्छु ल अङ्किता भाइ कस्तो दिन होला आज संसारमा कोही नपाएर यो ब्यारीले दिएको फुल पनि लिनु परिरहेछ बिहानी बिहान कसको मुखेर आयो होला यसरी त्यत्रो जात्रा गरेर फुल लिएर आयो साले कुन चाहिँ मूर्खले भनेको फुल देख्न साथ केटीहरू मक्ख पर्छ भनेर ओहो त्यो त मैले आफै भनेको थिएँ क्या हो केही छैन गुरु केही नभए पनि ट्राई त गरियो नि एक न एक दिन त कसो आफ्नो चान्स नपर्ला र कुरा थाहा छ फर्स्ट टाइम क्रिकेटलाई मैले बर्थडे ट्रिट दिएको नि हो र अनि के त क्लासले थाहा पायो मार्छ अझ डिपेन्ड गर्छ नि त्यसले थाहा पायो भने त मार्छ बा त्यसलाई किन ट्रिट नदिया भनेर साथी नाम दाइले क्लासमा कतिको ध्यान दिन्छ खै अब ध्यान दिन्छ डिटेल केही थाहा छैन तर क्लासमा चाहिँ बसिरहेको हुन्छ मलाई त त्यो नाम दाइले थाहा पाउँछ भने एकदम डर लाग्यो थाहा पाउनु के थाहा पाउनु त्यही हाम्रो बारेमा थाहा पायो भने के गर्ला है किन हामी के गरेर सर किन डराउनु पर्ने त्यो त हो तर उसले कहाँ त्यसरी सोध्छ र तिमीलाई थाहा छैन उसको रिस आकाशमाथि चढेछ भनेर ठिकै छ नि त उसले के भन्यो भने म भाटामा पठाइदिनु त म सम्झाइहाल्छु तिमीलाई डर लाग्दैन किन पनि मान्छे भने सम्झाइहाल्छु सम्झिहाल्छु नि त्यही नै खै मलाई कस्तो कस्तो डर लागिरहेछ भयो छोडिदिनु न टेन्सन नलिनु म छँदैछु नि अब जानु हुनु बरु हुन्छ
बुझ्छ थाहा छ तिमीलाई माया मेरो लागि माया भनेको स्वच्छ निश्चल हिमाल पहाडबाट झरेको झरना हो जुन उकाली ओह्राली अनि कैयौँ भन्ज्याङ चौतारीहरू पार गर्दै अन्तमा ठुला ठुला नदी समुद्रमा मिल्न जान्छ र पनि उसको अस्तित्व रहिरहन्छ उही छवि उही निश्चलता जस्तो पहिलो हिमालबाट झर्दा थियो अझ निस्वार्थ छ मेरो माया जसले कुनै कुराको आशा राख्दैन कहिले कुनै गुनासो पोख्दैन जुन तिम्रो लागि आज छ भोलि हुनेछ र सदा रहिरहनेछ केवल केवल तिम्रो कैलाश वा कस्तो राम्रो लेख्न आएको माया I don't ever slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up. I don't ever slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up and make a statement. I don't ever slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up and make a statement. Everything I do so instinctive and so passionate. Every word I move so descriptive like an adjective. I got a vendetta against people who patented being negative when you should be getting after it. I got facts over tracks, this and that. Spitting slow, spitting fast. I could roast, I could gas. Think I'm okay at last, but I don't know if that can erase all the past. And the pettiness, a reflection of the emptiness. Hilarious, you think you're worth my time, you're delirious. Mysterious, because you hide behind a fake exterior. Inferior, you know I'll always be a bit superior. Get off of me, this ain't no humble brag. I want you to hear words, you can say them back. I want you to feel free from the chains that last, and to believe in what you got, it was built to last, yeah. Now that I've been put through hell, I never got anyone's help. I had to do it all myself. I don't ever slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up and make a statement. I don't ever slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up and make a statement. Gonna learn the consequence of being incompetent. Mental health is confidence, dreams and some honestness. I'm not here to save the day, that's for you to take away. I could play a million mind games, but instead I say something not illogical, something that is topical. Rub it on and watch it go, make yourself unstoppable. Dreams are irresponsible, but they're always possible. If you just believe, you could be so remarkable. Thoughts in my head, a collage and they spread. I'll be great one day, going off of my meds. No I'm not giving up, no I'm not giving in. I will make it to the top, taking off in the wind. I gotta make it, I'm saving every day to taste it. I'm patient, but my mind, it can hardly take it. I'm chasing a dream that I've had for several ages. A vacant, modern kingdom for the taking. Now that I've been put through hell, I never got anyone's help. I had to do it all myself. I don't ever slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up and make a statement. I don't ever slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up and make a statement. I don't ever slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up. त्यसको यत्रो हिम्मत मेरो बहिनीसँग त्यसले रिलेसन राखेको यो केटी पनि कस्तो लाज नभएको बहिनी भन्न पनि लाजै मर्दो
केटाकेटीहरूलाई I don't ever slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up. I don't ever slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up and make a statement. I don't ever slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up and make a statement. Everything I do so instinctive and so passionate. Every word I move so descriptive like an adjective. I got a vendetta. मलाई सिकाउँछ भने कति मिलाएर थ्याङ्क यू फ्रेन्ड्स हामीलाई यतिका धेरै इमेल्सहरू रचित गर्नुभएकोमा सङ्गीता प्लिज आजको लेटेस्ट अर्को विनरमा दिन जाँदैछु र हाम्रो प्रथम मिन्टर हुनुहुन्छ सन्जु मधुआ गुनी अब इमेल तर्फको विनर को हुनुहुन्छ हेरिहालौँ र हाम्रो इमेल तर्फको विनर हुनुहुन्छ जया ताम्राकार र कङ्ग्रेचुलेसन्स जयाजी र ओके यहाँहरू यहाँ आफ्नो प्राइज कलेक्ट गर्नको लागि युनिसेफको लाइफ स्किल प्रोजेक्ट बिल्डिङमा सम्पर्क राख्नुहोला आँखाभरि सपना के गर्ने पाखुरीमा जोस छ नाम कमाई गर्व गर्ने केही काम गर्नु छ तिमी गर्ने जे मनमा छ अर्को पछि लाग्न छोड विश्वास तिमी भित्रै छ Kathmandu. गरे आफै माथि विश्वास चाहनाले छ